जय श्रीराम भनेको होइन, झाडमुली खेलौ भनेको हो। भिडियो बनाउनु पर्छ भनेर त अब दिनभरि 24 घन्टा त भिडियो बनाउँदिनँ नि त। कोही कोही बेला त भिडियो पोस्टदिनँ पनि होला, तर म चाहिँ पोस्टमा हाल्नु गर्छु। तर अहिले त म कन्सिस्टेन्ट छु। अहिले म हाल्दिनँ भने म हाल्छु। हे गाइज, वेलकम ब्याक टु आवर न्यू ब्लग। सबैजना नमस्कार। त आजको ब्लगमा तपाईँलाई स्वागत छ। आजको ब्लगमा तपाईँलाई के देखाउने हो भन्दाखेरि आज यस्तो स्पेसल त केही छैन र आज यस्तो हिजोको जस्तै हो। आज पनि त्यस्तै र आज पनि त्यस्तै, हिजो पनि त्यस्तै है। र यस्तै हो। र अब खास गरी चाहिँ अब म बिहानै है, जहिले म ट्युसन जानुभएको थिएँ त्यति बेला म त्यति बेला ब्लग बनाउँ भन्थेँ। र त्यति बेला चाहिँ अलिकति मलाई अलिकति समय भएन, टाइम भएन। र यसै कारण मैले त्यति बेला बनाउनु पाइनँ। र बनाउनु मात्रै नपाएर होइन, आउँदाखेरि पनि धेरै पानी पऱ्यो। र पानी धेरै पनि परेको थिएन, अलिकति सिमसिम पर्दै थियो यसै कारणले। र तर पनि एउटा डर हुन्छ भनेर फोन एउटा है अब भिज्छ, यसै कारणले मैले बनाइनँ। त आजको भिडियो चाहिँ त्यस्तो विशेष गरी त त्यस्तो केही छैन होइन। त्यस्तो विशेष गरी छैन भनेर चाहिँ अब तपाईँले यो च्यानलबाट निस्किने चाहिँ होइन है। र अब अघिसम्म हेर्नुहोस् होला, अब मात्रै थाहा हुन्छ यो च्यानलमा अब के को बारेमा चाहिँ भिडियो बनाउनु आएको। मलाई त्यस्तो नलेज त छैन होइन। अब र अब आज चाहिँ है अब म पनि भनिदिइहालिदिन्छु, लगभग हाम्रो स्कुलको बारेमा भनिहालिदिन्छु होइन। अब के गर्नु, अब एउटा कन्टेन्ट त एउटा जे पनि निकाल्नु पऱ्यो मैले होइन। जस्तो कि अब पहिला जस्तो त एउटा थिएन नि त। पहिला चाहिँ के थियो भन्दा त्यो अब कन्टेन्ट निकाल्नु अलिक गाह्रो हुन्थ्यो होइन। के बोलौँ म भिडियो पक्रिने बित्तिकै अब के बोलौँ भिडियो होइन, उल्टा फुल्टा बोल्ने। तर अहिले चाहिँ कस्तो भइसकेको छु भन्दा भिडियो चाहिँ अब जस्तो फोन पक्रेँ मैले है, फोन पक्रेँ फेरि मैले भिडियो अन गरेँ र बोल्नै पर्छ नि। भिडियो अन गऱ्यो भने त अब अन गऱ्यो भने त बोल्नै पर्छ। र पहिला चाहिँ अब के बोल्थेँ, तर अहिले चाहिँ यस्तो भइसकेको छु। अब त्यो चाहिँ मलाई आदत भएर लगभग मैले 5 महिना भइसकेको छ। लगभग 5 महिना भइसकेको छ। कन्सिस्टेन्सीको साथले मैले 5 महिनामा 5 महिना मैले भिडियो हालेको छु है। त्यस्तो कोही छैन कि मैले 5 महिनामा एउटा पनि एब्सेन्ट गरेको छुइनँ, सबै मैले एटेन्ड गरेकै छु। र लगभग गाइस यो चाहिँ अब हेरौँ होला है, चल्यो भने त यो रेगुलर चल्छ 5-6 सालसम्म एकदमै डेली भ्लग चल्छ होइन। बाइ चान्स अब यो साल चाहिँ काटेर यो 26 काटिसकेर चाहिँ अर्को साल 27मा चाहिँ अलिकति भिडियोहरू चाहिँ आउनु बन्द गरेछ होला, त्यसो लाग्दैछ मलाई। तर त्यस्तो चाहिँ होइन। म जति सक्दो 27मा पनि अलिक कन्सिस्टेन्सी हुनुको हाल्छु, कोसिस गर्छु है, हाल्छु म। र अहिलेसम्म 5 महिनाले त मजाले चलिरहेको छ। अहिले भिडियोहरू त मजाले हालेको छु है। अब त्यो भिडियो भाइरल होस् नहोस् त्यो म जान्दिनँ है। त्यो भिडियो मेरो भाइरल होस् भनेर भिडियो पनि बनाएको होइन। भयो भने भयो, भएन पनि भएन होइन। त अब यो मैले भन्नु चाहिँ के खोजेको भन्दा यो 27मा चाहिँ अलिकति भिडियोहरू किन बनिँदैन भन्दा चाहिँ त्यो अब त्यति बेला भन्छु हो। तर जति सक्दो चाहिँ म 27मा पनि बनाउँछु, हाल्छु भिडियो हो। तर अलिकति चाहिँ के सोच्दा आफ्नो काम भन्दा नि अब एउटा है त्यो हुन्छ नि त, एउटा मनमा के एउटा है के होला सबैको हुन्छ मान्छेको। त म चाहिँ यहाँलाई भिडियोमा माध्यममा म सेयर गर्नु चाहदिनँ है। त यसै कारणले त अब के हुन्छ, अब यसै कारणले एउटा उन्नति गर्नु लागि एउटा अलिकति मैले त भिडियो त यस्तो होइन कि अब भिडियोमा त अब भिडियो बनाउनु पर्छ भनेर त अब दिनभरि 24 घन्टा त भिडियो बनाउँदिनँ नि त। 1 घन्टा त अब फ्री पाउँछ होइन। अब त्यति बेला भिडियो बनाउनु पर्छ। तर टाइमको चाहिँ अलिकति ढिलो हुन्छ होला, त्यति बेला टाइमको धेरै मिस्टेक हुन्छ होला होइन। कोही बेला त भिडियो पोस्ट दिन पनि होला, तर म चाहिँ पोस्टमा हाल्नु गर्छु। तर अहिले त म कन्सिस्टेन्ट छु। अहिले म हाल्दिनँ भने म हाल्छु। र अहिले म सुत्नु आँटेको बेलामा नि भिडियो बनाउनु पर्छ भने बनाइदिउँला होइन। त्यसै कारणले अब यो कन्सिस्टेन्सी चल्दैछु। अब यसै चल्दै जाउँ होला होइन। अब केही बाधा नहोस् है, परिस्थिति अब यस्तो नहोस् कि भिडियो नबनाउनु त्यस्तो समस्या चाहिँ नहोस् होइन। बाधा नहोस् कि अब त्यो परिस्थिति है, अब भिडियो चाहिँ बनाउनु नपरोस्, त्यस्तो हमेसा बनाओस् होइन। हमेसा बनाउनु परोस्, हमेसा भन्दा पनि डेली बनाउनु परोस् कन्सिस्टेन्सीको साथले है। अब अहिले म खुसी छु अब है। अब भिडियोहरू कन्सिस्टेन्सी पोस्दैछ होइन, टाइममै पोस्दैछ होइन। तर टाइममा भन्दा समय चाहिँ भएको छैन,
समय चाहिँ अलिकति बहुत मिस्टेक भएको छैन, तर भिडियो चाहिँ पोस्दैछ। बेलुका होस् या बिहान होस्, बेलुका होस् या बिहान होस् या बेलुका होस्, तर भिडियो चाहिँ पोस्दैछ हो। यसै कारणले म भिडियो त हाल्दैछु है, त्यति चाहिँ म खुसी छु। र अलिकति मेरो चाहिँ टाइमको वजहले नि अलिकति घटेको जस्तो लाग्छ होइन, भ्युजहरू पनि त्यस्तो नगएको जस्तो लाग्छ, टाइमको वजहले नि होला। अब टाइमको वजहले हो भने त अब म अब टाइमको वजहले हो, टाइमलाई मैले हेरेँ भने त अब मैले भिडियो बहुत भोलि पर्सि भनेर हुन्छ है, कन्सिस्टेन्सी म हुनु सक्दिनँ। तर टाइमलाई नहेरेर मैले ड्याङ हाल्दैछु है, त्यस्तो हुँदैछ। र मैले खासमा चाहिँ टाइमलाई नै मेटर गर्नुपर्ने हो। र अब कुन दिन हुन्छ, अब अलिकति लामो टाइम पाउँछ, 2-3टा भ्लग बनाइदिन्छु एकै दिनमा। त्यहाँदेखिको चाहिँ एकै दिनमा एउटा राम्रोबाट कन्टेन्ट निकालेर आज एउटा हालेँ, भोलि एउटा हाल्छु। एक दिनमै दुईटा निकाल्छु। आज मैले 2टा निकालेँ, मैले फेरि भोलि 2टा निकाल्छु, पर्सि 2टा गऱ्यो भने मलाई अर्को पालि अझैले निकाल्न सक्छु। र यसरी गऱ्यो भने त मैले भोलि बिहान टक्कै 8-9 बजीको भिडियोमा अपलोड गर्नु सक्छु नि त, सजिलो पर्छ मलाई। यसै कारणले अब यसरी लगौँ होला। तर अहिले त मैले बनाएको छुइनँ। र अब कुनै दिन सोचौँ ल, अब कहिले छुट्टी हुन्छ। र छुट्टी भइसकेको छ हाम्रो स्कुल चाहिँ लगभग है। म जस्तो आएँ है, त्यहाँ छेवरबाट मेरो भान्जाको छेवरबाट तुरेर आएँ है। कति तारिक आएँ भने 6 तारिक आएँ। 6 तारिक त अब जानु पाइनँ स्कुल, 7 तारिक त एब्सेन्ट भएँ। र 7, 8 आज 8 हो। र आज 8 तारिक पनि गइनँ होइन, पानी परिरहेको थियो, पानी पर्ला जस्तो नि हुँदै थियो होइन। आज दिन पनि त्यस्तो थियो। अन्त आज त फ्राइडे थियो र भोलि त स्याटरडे हो। र स्याटरडे त अब फेरि तपाईँको यो हो, के भन्छ, रविन्द्रनाथ टेगोरको जयन्ती हो, जन्मदिवस हो। यसै कारणले अब जन्मदिवसको लागि भोलि चाहिँ छुट्टी छ। त छुट्टी हुनुको कारणले पर्सि सन्डे त एक्चुअली छुट्टी हुन्छ। र मन्डे चाहिँ छुट्टी, मन्डेदेखिको समर भेकेसन छुट्टी छ है। त यसै कारणले अब समर भेकेसन चाहिँ फेरि अब लगभग यो महिना चाहिँ बहुत कम्ती छ। 1 हप्ताको छुट्टी भनेको सुन्दैछु होइन, अब के हो अब थाहा पाइनँ हो। अब के हुन्छ 1 महिनाको छुट्टी त 1 हप्ताको छुट्टी, 1 हप्ताको सुनि त राखेको छु। अब 1 हप्ता नि हुनसक्छ, या अलिकति साह्रै गरम भयो भने बादमा 1 महिनाको नि हुनसक्छ। गभर्मेन्टले फेरि दियो भने ट्याङ्गे छुट्टी पनि दिनसक्छ होइन। त गाइस अब त्यही हो। त आज अहिले स्कुल अब सोमबारदेखिको छुट्टी हो। त अब समर भेकेसनको लागि र 18 तारिक राख्छ या 19 तारिक राख्छ, त्यस्तो फिक्स छुइनँ। र के हुन्छ म तपाईँलाई इन्फर्मेसन चाहिँ दिइराख्छु। त गाइस लगभग तपाईँको नि के बात आयो भन्दा चाहिँ लगभग अहिले हाम्रो 10 क्लासको चाहिँ स्कुल जुन चाहिँ पहिला यो के भन्छ 25मा जुन चाहिँ दिदी हाम्रो दिदीभाइ दाजुबहिनीहरू पढ्थ्यो है, कहिले हो भन्दा चाहिँ 25मा जो 10th क्लासमा थियो दिदीभाइहरू, तिनीहरूको रिजल्ट चाहिँ आइगयो। अहिले मलाई एक्ज्याक्टली त्यस्तो याद भएन होइन। तर किनकि अब कतिजनाको मैले भिडियोहरूमा देखिरहेको छु, कति अर्को क्लासको है गभर्मेन्टहरूको चाहिँ आइसकेको छ नि त, त्यस्तो थाहा भएन होइन। अब आइसक्यो कि आइसकेन, आइसक्यो भने चाहिँ अब भन्छु, म इन्फर्मेसन दिन्छु तपाईँलाई त्यसको पनि। र गाइस लगभग तपाईँलाई थाहा छ होला, लगभग हाम्रो यो भारत भन्दा पनि यो बङ्गालै होइन, सबै जग्गामा हाम्रो बिजेपीले चाहिँ जितिसकेको छ। यो पनि म भनिदिइहाल्छु है। आज यो पालि चाहिँ बिजेपीले जित्यो र ममता दिदी पनि हटिसक्यो। अहिले टिएमसीको नाम निशान छैन, तर पनि ममताजीले चाहिँ अहिले म हारेको छुइनँ भनिरहेको छ है। ममता दिदी हारिसकेको छ, तर पनि म हारेको छुइनँ भन्दैछ ममता दिदीले होइन। मैले यस्तो भिडियोहरूमा देखिरहेको छु होइन। अब छोडिदिउँ यो पार्टीबाजीहरूको कुरा होइन। अब टक्कै हाम्रो बिजेपीले चाहिँ दिइसकेको छ, मोदी सरकारले जय श्रीराम भनेको होइन, झाडमुली खेलाउ भनेको हो। हामी के भन्नु अब ट्रेन्डिङ भइसकेको छ यो झाडमुली त, अब के भन्नु अब। त गाइस त आजको भिडियो चाहिँ अब यसरी मैले बनाइदिएको होइन, अब घरमै बसेर। त गाइस त आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने चाहिँ लाइक र सेयर र कमेन्ट गर्नु नभुल्नु। अन्त यति नै भन्छु, थ्याङ्क्स फर वाचिङ भिडियो। अन्त यसरी सपोर्ट दिइराख्नु तपाईँको भाइलाई, यति नै भन्छु। थ्याङ्क्स फर वाचिङ भिडियो, बाई।